सो हे गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आइएफ्स भजन सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै आरामै फेरि पनि न्यू डे न्यू भ्लग। सो आज चाहिँ फरकवाला भिडियो हुनेवाला छ। सो के भने चाहिँ हामी चाहिँ अब गाउँमा चाहिँ के कस्तो गरेर पुरा एक दिन बिताइन्छ त भनेर सो म फुल भिडियो देखाउनेवाला छु। यसको लागि तपाईँले च्यानललाई सब्सक्राइब गर्नुपर्ने छ र बेल आइकनलाई थिच्नुपर्ने छ र आजको दिन कसरी बिताउने छौँ त हामी भनेर मैले चाहिँ कसरी बिताउने छु त के काम गर्छु र कस्तो कस्तो गर्छु भनेर म फुल भिडियो देखाउनेवाला छु। सो यसको लागि अन्तिमसम्म हेर्नु होला। बडी देख्न सक्नुहुन्छ काम गर्दा गर्दा यस्तो भएको नि। सुरुमा चाहिँ म यस किम्मुको रुखमा जानेवाला छु किनभने किम्मु लास्टै पाकेर चाहिँ कालो दाना परिसकेको छ। सुरुमा चाहिँ म किम्मु खान जान्छु। यसको लागि रुखमा चढ्नुपर्ने छ। रुख चाहिँ लास्टै अप्ठ्यारो छ त्यही पनि चढिहाल्छु चढ्नु त म। तेरी कि लास्टै पाकेर होइन गाइज माकाडक्स कति कालो भए पुरै दाना पुरै हल्का हल्लाएपछि चाहिँ झडिहाल्छ होइन। त्यही भएर नलाएर भयो चार्जर देख्न सक्नुहुन्छ कति पाके खानेमा किम्मु यता पुरै यता यता म चाहिँ झिल्लीमा टिपिरहेको छु कि अहिले चाहिँ पुरै झिल्लीमा टिपेर पहिला जम्मा गर्छु। त्यसभन्दा पछि कालो। सो गाइज मैले चाहिँ किम्मु टिपेर ल्याइसकेँ यति धेरै। तिम्रो त अरू पनि टिपिरहेको थिएँ, अरूले खाइहालेँ, बाँकी यति रहेको थिएँ। यो मैले फेरि म खान आएको छु। मेरो भाइ पनि छ त। सबै किम्मुको रुखै रुख छ क्या। यो किम्मुको रुख यतादेखि उतासम्म किम्मु मात्रै हो। अब यसभन्दा पछि चाहिँ फल्ने सिजन भनेको काफल अरू के फल्ला है, आरू पुग्ला के फल्छ कि टन्न फल्छ। यसभन्दा पछि एकचोटि काफल अरू पनि फल्छन्। यसभन्दा पछि काफल खान चाहिँ माथि वनतिर जानुपर्छ, माथि देखिरहेको वनतिर। त्यही वनमा गएर काफल खान जानुपर्छ एक दिन। सो अहिले चाहिँ म बजार जाने तयारीमा आएको छु। सो बजार जानेवाला छु। सुरुमा चाहिँ के कस्तो छ बजारतिरको माहौल र को छ के छ कस्तो छ भनेर म त्यो पनि देखाउनेवाला छु। बजारतिर जाम पहिला चाहिँ। अहिले चाहिँ अब खासै बत्ती पनि छैन, काम पनि केही छैन नि त। त्यही भएर बाँकी चाहिँ पछि आउनुपर्छ। सो अहिले चाहिँ बजार जान्छु र बजारतिर के कस्तो छ। सो गाइस म चाहिँ यता बजार आएको छु। यता हाम्रो यो पसलमा, यो हाम्रो फस्के राजाको पसलमा। बजारतिर पनि कोही छैन कि, माहौलै छैन कि, बजारतिर चलपलै छैन होइन। सो यो फ्रिज छ। यो फ्रिजको भित्र चाहिँ हिजो मैले हालेको थिएँ हामीले होइन एउटा टेस्टको लागि। यो चाहिँ बरफ हो, यो बरफ पनि हो। तँ त खाने होइन यो खान्न त छोटा साउ खान्न। तँ दोकानमा साउले खाए व्यापारको अध्याय त नि ढोगला ढोगला। यो चाहिँ कोको कोलाको योबाट बनायो होइन। यो बत्ती नआएर जाम बाहेन बवाल छ है खतरा है कसम। हेर त कोको कोलाबाट बनायो यो चाहिँ। कोको कोला चिनी सिनी के हालेर बनाउने। यसको मेन ऊ चाहिँ म हो कि, मैले भनेर मात्रै बनाउनु कि यो। यसमा के कमी भयो जस्तो लाग्यो। 10 रुपियाँ दिन्छु त भाइ यार। ढोला लास्ट मिठो लाग्यो मलाई यो। आहा तर लास्ट जम्मै चाहिँ मजा आउने है यो। कसले सिप कसको भन न पहिला। कोको कोलाको फ्लेभर आइरहेको यसमा। मैले कोको कोलाबाट बनाउनु त कोको कोलाको डब्बा कहाँ गयो त्यो डब्बै छैन होइन। त्यो हालेर चिनी सिनी हालेर गुलियो भए। सो गाइस अघि चाहिँ म बजार गएको थिएँ होइन। बजारबाट पनि घर आइसकेको छु। अब चाहिँ हल्का कामसाम गर्नु छ। सो कामसाम पनि गर्छु। सुरुमा चाहिँ अब के काम छ मम्मीजी भन्नुहोस् त। केही काम छैन अरे अहिले चाहिँ फेरि छु। अब चाहिँ हल्का बलतिरपट्टि काम छ, म जान्छु। सो उदय गीतमा नबजान। सो अबको काम चाहिँ मेरो के छ भन्दाखेरि हल्का पानी पर्ने जस्तो मौसम भइरहेको होइन। सो पुरै बादल लागेर माथि आकाशमा कालो। म चाहिँ अब यो मसुरो छ, यो चाहिँ बोक्नुपर्ने छ मलाई चाहिँ। यो देख्न सक्नुहुन्छ मसुरो।
यता यता लगाएको थियो कि आफ्नो गडा त होइन, त्यही पनि अरूको, त्यही भएर लगिदिउँ। समातौ त कसरी यो सँगसँगै कि एक्लै होइन कि म पनि दुईटा त्यही त दुईटासँगै नै यसरी यताबाट त यताबाट म दुईटा सकिने चेतिने है पाल त्यतिन्दा के म ल म समात्छु म आएँ अब यो एकदम एक्लै यताबाट तँ पनि म पनि आउनु दुमै आउँछन् के यो त म एक्लै लगिहाल्छु भने यति बाहुबलीको गीत गान गीतै जान्दैन के हो गीत महेन्द्र बाहुबली भन्ने होला मलाई त आउँदैन गली गली तेरी बाहुबली भन्ने होला गागा महेन्द्र बाहुबली वाउ ल आफ्नो पाहर ल हेरु ल कहाँ राख्ने हो माथि गडा उज्जा पावरफुल मे हे मुथिनी कि नै माथि उज्जा माथि हो यहाँ आइन ल आफ्नो पावर कज्यालो बिस्तारै अलि पखेला बन्द दे आइ बाबा पावरफुल म्यान यति सो गाइज मैले चाहिँ ल्याएर फालिसकेँ र हल्का गाह्रो भयो तर केही छैन यति चाहिँ मेरो लागि नर्मल हो यो यति त हो त यार त्यही भएर चाहिँ काम गर्दा गर्दा यस्तो बोडी बनाएको छु मैले यो के हेर्ने हो ए हावाले उडिसक्यो हावाले भन ढाक्दैन माथि त्यसमा राख्ने ल तँ राख्न मैले उसले दिउँ त कस्तो सास फुलिराख न गाइज मेरो चाहिँ सो बाँकी चाहिँ अरू काम पनि छ अझै टर्न गर्नुपर्ने मैले चाहिँ त बत्ती गएको अहिले बत्ती आएपछि धानसान कुट्नु पनि पर्ने हो मैले मिलमा चाहिँ सो म त्यो चाहिँ अहिले गर्छु सुरुमा यो राखेर पुरै पानी पर्ने जस्तो मौसम भएर एकदम बबाल भ्यू भइरहेको होइन मजा आइरहेको एकदमै राम्रो मौसमले पुरै हुन्छ नि पारिपारि गाउँदेखि यता उतिर घाम लागे जस्तो भए अरू सबै बादल लागेर न त घाम छ न त हावा उरिलाहा एकदम शीतलो जस्तो मौसम भएर अर्कै मौसम भइरहेको एकदम बबाल सो हाम्रो यता गडामा चाहिँ चना पनि लाएको थियो होइन यसमा चना पनि छ यो मासु कि के हो होइन यो अब यसमा म चना खोजेर खान लागेको थिएँ तर चना भेटाइरहेको छैन एउटा भेटायो अनि अनि अरू 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 कहाँ छ नि त चना खाएन के हो यार यो रहेछ यता एउटा दुईवटा तिनवटा ए खसिहाल्यो चना इज डाइट हो यो मिठो चा ल यो सबै अघि ल्याएको थियो नि त मसुर यो बाँकी छ त यो यो पनि हालिदिएँ यो चाहिँ पुरै ढाकिसक्यो दिदीले ढाकिदिए अनि सो गाइस म चाहिँ मिलभित्र अब यसो धानसान कुट्नु पऱ्यो भनेर आएको होइन धान कुट्ने तयारीमा बसिरहेको थिएँ तर बत्ती गएर समस्या भइदियो तर केही छैन म चाहिँ यो कट्टामा हालिरहेको छु अहिले यो बाल्टिङ छ यो बाल्टिङमा धानसान म रेडी पारेर राख्छु अहिले चाहिँ पछि बत्ती आएपछि काम गर्नुपर्छ है गाइस बनाऊ प्रैंक वीडियो प्रैंक वीडियो बनाऊ करिश्मासँग चिन्नु त चिनेछ होइन करिश्माले भिडियो डिलिट भयो कि डिलिट गर्छ भित्रबाट पनि मैले डिलिट हानिदिएँ थिएँ सो मैले चाहिँ यो सबै उ गरिहालेँ होइन अब बत्तीको वेटिङमा बस्छु बत्ती आएपछि चाहिँ फेरि म काम सुरु गर्छु है बत्ती आउँछ कि आउँदैन चाहिँ मलाई थाहा भएन किनकि बाहिर मौसम पुरै अर्कै भइसक्यो कि पुरै चेन्ज भएर पुरै बादल घाम केही छैन बत्तीको वेटिङमा बस्छु आएपछि ठिक छ नआएपछि पनि केही छैन भित्र चाहिँ आवाज सुनिन राम्रोसँग
आवाज सुनिन राम्रोसँग, त्यही भएर म हल्का हल्का अब बनाउँछु। सो गाइस अब चाहिँ म यिनीहरूलाई भात हाल्छु, लास्ट बनाइहाल्छु। मसालेहरू खाइहालिदिएँ मैले। यिनीहरूलाई पनि हाल्छु अब चाहिँ म। लगायत सबलाई मैले हालिदिइसकेँ। अब चाहिँ मेरो काम भनेको चाहिँ सकियो यिनीहरूलाई हालेर। बाँकी चाहिँ अरू के काम छ त्यो चाहिँ मलाई थाहा छैन, जे हुन्छ अहिले चाहिँ गर्छु। यिनीहरूलाई चाहिँ मैले सबैलाई हालिसकेँ भात चाहिँ। मेरो पनि छुट्टी भयो लगभग, छुट्टी अरू काम त केही छैन, मिलमा पनि सकिएको मैले कामसाम गरेर र यिनीहरूलाई पनि हालेर सकेपछि बाँकी अरू के काम होला त। सो मैले चाहिँ तलबाट भात ल्याएर पनि आइसकेँ बुङ्गुरको लागि। यता भात छ। सो लास्ट थाक लाग्यो यहाँ तल ओकालोबाट आएको। सो पहिला चाहिँ अब यिनीहरू सबैलाई हाल्नुपर्छ, यो चाहिँ पुग्दैन नि त यति, यो चाहिँ एउटा हालिदिन्छु कसलाई पुग्छ अब। बाँकी चाहिँ अरूलाई हाल्नुपर्छ, धुलो सुलो केही छ कि मिलमा, अब त्यही नै हो। ए तेरी तेरी कि तेरी आज पुरै काटेर खाली भएको कि पुरै नयो सफा भए। सो यति छ, यसमा चाहिँ यति धुलो मिक्स गरेर सबैले मिक्स गरेर हालिदिन्छु अब। सो अब चाहिँ मेरो के काम हुनेवाला छ भन्दाखेरि मैले अघि हल्का मिलमा काम गर्नु थियो, काम पनि गरेर आएँ। सो अबको काम चाहिँ रहेको छ मेरो यता बुङ्गुरहरू छन्, यिनीहरूलाई भात ल्याउने काम, यिनीहरूलाई चारो हाल्नुपर्ने छ। सो यिनीहरूलाई चाहिँ म पहिला चारो हाल्छु सबैलाई, यसलाई 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 यिनीहरू सबैलाई। सुरुमा मलाई यस्तो तल पसलतिर जानुपर्ने छ, पसलतिर गएर यिनीहरूलाई चारो ल्याउँछु र यिनीहरूलाई आफ्नो पछि धुलो सुलो पनि हाल्नुपर्छ कि अब कराउनु लागिहाल्छन् कि यिनीहरू होइन। त्यही भएर यिनीहरूलाई छिटो हालिदिएपछि म पनि यता घुम्न सुन्न बजारतिर जानुपर्छ नि त, त्यही भएर सो यिनीहरूलाई सुरुमा चारो हाल्छु। सो अब चाहिँ गाइस म चाहिँ उता पल्लो बजार जान लागेको छु, किनभने हल्का काम छ पल्लो बजारतिर पनि। सो सुरुमा चाहिँ म पल्लो बजार जान्छु, हाम्रो यता बजारदेखि उता बजार साइडतिर, र के कस्तो छ पुरै बजारको एरिया पनि देखाउनेवाला छु, भ्यू पनि देखाउनेवाला छु। धेरै भयो नगएको पनि पल्लो बजारतिर, जान त गइरहन्छ, अब त्यस्तरी खासै गरिएन भन्नाले घुमिएन होइन। घुम्नु त सधैँ घुमिरहेको, अब कामले आजभोलि त्यसो प्रायः जस्तो जान पाएन कि कामले गर्दा होइन। सो अहिले चाहिँ म काम पनि छ हल्का, त्यो पनि गर्न जान्छु र यसो भ्यू स्यू पनि देखाउँछु। माथि डाँडासम्म पुगौँला, त्यहाँदेखि पुरै भ्यू स्यू हेरौँला र के कस्तो छ के हुन्छ बाटोमा। चलो कस्तो कोठावटा मिलाइदिएको, अब सक्दैन, कोही छैन, एक्लै छु म कोठामा, भाइ छैन, त्यही भएर चाहिँ जाम। सो गाइस हामी चाहिँ अब पल्लो बजार जानको लागि आइसक्यो, मेरो बाबु पनि आइसकेको छ सँगै, जाम उतापट्टि। र जय हिन्द त नभन, जय नेपाल सँगसँगै जाम ऊ त्यो पारि देखिरहेको नि डाँडा, त्यो डाँडामा जाम हल्का। अब के कस्तो हुनेछ आजको भ्लग अब छ नि, मैले त बिहानै भनिसकेँ भ्लग अब के कारणले खास कस्तो हो भनेर। जाम उतासम्म घुम्नको लागि ऊ केटीहरू पनि गइराख्न